कुरामा चाहिँ कमी छ र भन्छ न ल रेडी 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 ब्रो रोलिङ एक्सन त्यही त नानी बहिनी पो त रोलिङ नानी बहिनी जे भने नि त क्यामेरा एक्सन त्यही त बहिनी तिमीले यत्रो घर दाइजोमा ल्याएकी छौ आफूले दाइजोमा ल्याएको घरमा सौता भित्राउँछ कसैले त्यही त राधा तिमी रूपमा कस्तो दिमागमा आएन हो नि दिदी भन्नु त्यही त हो नि हो त्यो तिमी केमा चाहिँ कमी छौ भन्न त सर्वसम्पन्न छौ भन्न सकिन्छ यति मिलाएर सकिन्छ कि त्यही केमा कमीमा राम्री भन्न मात्रै आयो राम्रै भन्नुहोस् त ल ल दिउँ केमा कमी छौ भन्नु पर्यो रोलिङ ल क्यामेरा एक्सन एक्सन त्यही त बहिनी हेर राधा तिमीले यत्रो घर दाइजोमा ल्याएकी छौ आफूले दाइजोमा ल्याएको घरमा सौता भित्राउँछ कसैले त्यही त राधा तिमी के कुरामा कमी छौ र तिमी रूप भने रूपमा छौ तिम्रो खाली रूपमा यहीँबाट काट्नु छ है काटौँ ल त्यहाँ टाइट जानुहोस् रूपमा त राम्रो छ ठ्याक्कै टाइट सर्ट साइड चेन्ज गाह्रो हुन्छ रूपमा पनि राम्रै छौ पढेकी पनि छौ पैसामा पनि तिम्रो सबै चिज छ राम्रो ल आफ्नो भाषाले भन्छ नि एक्सन एक्सन त्यही त राधाबाटै भन्नु नि त रोलिङ एक्सन त्यही त राधा तिमी के कुरामा कमी छौ र रूपमा भने रूपमा राम्री छौ पढेकी पनि छौ अहिले अब छोरी पनि छ तिम्रो 2-4 वर्षपछि ठिक छ ल फेरि होइन लटपट भयो 2-4 वर्ष होइन अब एक दुई वर्षपछि केही महिनामा त अब फेरि अब भनेर मिलाएर दिनु हातले चाहिँ अब यता ज्यान पुतालाई छोरा पाउँछौ भने भन न छोरा पाइदेऊ भने जीवनले जा रहा है यति तीनटा क्लियर भन्छ त दिजो यति भन्छ हजुर त मलाई उकाख्ने हो के राधा तिमी के कुरामा कमी छौ तिमीसँग धन पनि छ भने होइन हुन्छ तिमी पढे लेखी छौ राम्री छौ तिम्रो माइती धनी छ एउटा छोरो पाइदेऊ न त्यति भने नि ठ्याक्कै पुगेको त्यो जीवन शैलीमा त तिमीसित पनि तरिका जान्छ फेरि अनि अनि अर्को छ अलिक खुसी खुसी अनि फेरि खुसी अनि केमा कमी छौ यतिसम्म जान्छ अनि अर्को पढे लेखेको एकैचोटि भन्छ पढे लेखेको छौ राम्री छौ पढे लेखेको छौ माइती त्यति छोरीको कुरा नलिउ छोरा मात्रै भन्छ एउटा छोरो पाइदेऊ भन्यो भने ठ्याक्कै पुग्यो नि ल भन्छु ल त्यसमा रोलिङ पुग्छ सर ल एक्सन त्यही त राधा तिमी के कुरामा कमी छौ र तिमी रूपमा पनि राम्री छौ धनमा पनि पढे लेखेको छौ पढी लेखेको छौ भन्नु उहाँले हात हल्लाइ चाहिँ धनमा आयो त पेट खाली होइन त त्यही भएर मैले यस्तो गरेँ ल रेडी म हेर्दैन क्यामेरा रोलिङ एक्सन राधा तिमी के कुरामा कमी छौ र तिमी रूपमा पनि राम्री छौ पढी लेखेकी पनि छौ अब एउटा छोरो पाइदेऊ जीवन तिमीपट्टि नै मक्ख परिहाल्छ नि कति धन सम्पत्तिको त कुरै नगर अथवा छँदैछ भन्दै अब अनि अब त्यसपछि अब धन समितिको कुरै नगर अनि सुन भरे यहाँ सुन धन समितिको कुरै न तिमीसँग अथाह छ माइती त्यत्रो धनी यतिसम्म चाहिँ अनि सुन भरे ठ्याक्क त्यसले भुलिको जिउ छोरो पाइदिने हालत के हुन्छ सोचेको छ यो कुरा